Welcome to my channel. Hello guys, welcome to my new vlog है। आज चाहिँ हामी गोसाइकुण्ड जाँदैछौँ केटाहरूको साथमा। सबै रेडी भइसकेको छ, ब्यागहरू अब जाने हो चिरमा। यतिखेर चाहिँ हामी तादीको पुलमा छौँ हैन। अब भर्खर हिँडेको हो, उतै हो त्यहीबाट आएको। अब सट्ट लाएर जाने हो। अब हिँड्न चाहिँ लोद्धु हिँड्नुपर्छ। के रे घोडा त यही नै हो नि, जहिले नि पारा हुन्छ हैन। अब लुक्स यस्तो छ हिरो हैन, कसले सक्छ त अनि हामीलाई। अब यस्तै छ हैन। अब टक्क लाएर जाने हो ल। फाइनली गाइज हामी चाहिँ अहिले स्याउबारी आइपुगेको छौँ होइन। अब यसो तलतिर घुमौँ, रमाइलो गरौँ, एक्सप्लोर हानौँ होइन। के छ र आफ्नै त हो नि। रसुवा जिल्लामा आइपुग्यो हामी। अब यहाँ के अरे ऐसोले पहिलो पुर भएर पाकेको देखेको थिएँ, हेर्न जानु पऱ्यो यार। फेरि बाइक चाहिँ उडाइदिएला नि, यहाँ उडाउँदैन। घनघोर जङ्गल छ, पिस। उयो के हो यो? हामी चाहिँ हेरेको डेन्जर पाकेको छ यार। तर लुगाको चाहिँ नच्यात्योस् भन्ने मात्रै हो यार। कस्तो पाकेको त यो हो नि त ऐसोले भनेको यार। ओहो Wait, kalah deh. हामी चाहिँ अहिले यहाँ धुन्चीमा आइपुग्यो हैन। अब बाइक साइक पार्क गर्यो। अब लौरो लिएर अब हाम्रो ट्रेक सुरु हुन्छ। यो डाँडा कट्नुपर्छ अरे, आन्टीले भने अनुसार। हाम्रो यहाँ सकिन्छ लौरो सबै ब्याग सबै रेडी भइसक्यो। अब यात्रा नै सुरु भयो होइन। ल अब माथि गएर एक्सप्लोर हान्दै जान्छौँ हामी। फाइनली हामी चाहिँ अहिले धुन्चेको अलिकति हिँडाएपछि एउटा खोलानिर आइपुगेछौँ। अब केही खानु पऱ्यो, मुखसुख धुनु पऱ्यो हैन। यस्तो नेचुरल पानी। कति मान्छे
म त बोल्नै नसक्ने भएर चाहिँ थाकेर लाली गुराँस आउँदाखेरि ल्याएर जाने हो पानी पर्ला जस्तो भयो गाइज हामी फाइनली चन्दनबारी आइसकेको छौँ होइन तर धेरै उकालो चढेर अहिले चाहिँ गलेको अनुभव भयो धेरै रहेछ बाटो तर खै अब के अरे चुलाङपाटी होइन चुलाङपाटीको सम्म जाने प्लान गरेको हामीले अब टाइम यसो म्यापस्याप हेरेर कति टाइम लाग्दो रहेछ त्यही अनुसार जान्छौँ हामी चाहिँ अहिले ठ्याक्कै चन्दनबारीमा छौँ मजा आइरह तर जे होस् खुट्टा दुखे पनि मन चाहिँ लास्टै हर्षित छ यस्तो गीत बजिहा चिलमा हिँड्या खा छ चार्ज हाल्या छ स्पिकर बजा छ कम्ता आनन्द त आहा तर पानी चाहिँ खान पाएन अब यहाँ चाहिँ पक्कै नि पानी पाइहाल्ला नि पानी पाए त चुलाङपाटी पुग्ने हाम्रो टार्गेट छ चुलाङपाटी आइसकेको छौँ होइन धेरै दुःख गरेर यहाँ चाँडै नै आइपुग्यो है हामी अब हामी बस्ने यहीँ हो कुराहरू सब भइसक्यो तर हामी पुग्यो यार हाम्रो यहाँ सबिनजी यहाँ छ घोडाजी यहाँ हुनुहुन्छ यस्तै हो घोडा त हो नि रमाइलो भयो तर कसैले नजा भनेको थियो तलबाट आइपुग्यो हामी डेन्जर हिँड्यो भने अब भोलिको ट्रिप भनेको माथि हुँदै जाने हो टक्क लाएर फाइनली हामी अब चुलाङपाटीमा रुम पनि बुक भइसकेको छ होइन यस्तो छ चार्जर अब आगो ताप्न जाने हो टक्क लाएर हामी बाहिर जान्छौँ हाम्रो यहाँ ब्रो यहाँ छ लेट्स गो होइन चाबी लगाएर चाबी त छैन अहिले हाम्रो गर्नु अनि बारी त हामी सिमी हामी आलो पालो हुन्छ ल हस् हस् दाइहरूसँग रमाइलो आज चाहिँ हामी उठिसकेको छौँ र सबै ब्याकप्याकहरू रेडी भइसकेको छ अबको यात्रा भनेको गोसाइकुण्ड जाने मजाले तर निद्रा चाहिँ लागेन लास्टै खै के भयो जस्तो खै 1-2 बजीसम्म निद्रै लागेन त्यो बसी चाहिँ डेन्जर निदाइएको छ यस्तो छ अब यो घोडा छ उता यस्तै छ अब टक्क लगाएर जाने हो 6-7 घन्टाको यात्रापछि गोसाइकुण्डमा फाइनल्ली भेटिन्छौँ ल बिचमा राम्रो ठाउँ नि देख्छ होला त्यहीँ गएर हामी अपडेट गरिहाल्छौँ होइन हेलो गाइज अहिले चाहिँ हामी लौरी बिनाको उकालो आइपुगेका छौँ होइन
टक्क भ्यू चाहिँ आमामा म त हेरेको हेरेँ भाइ यता मासतिर हेरेँ यस्तै राम्रो छ यता घाम आएपछि त कसले सक्ने हो आमामा के साह्रो ह्यान्डसम भएको हो हामी पनि यार क्यामेरा राम्रो होला कि ठाउँ राम्रो होला किसिमै देख्यो नि बाबु के होला यस्तो यो यसको राज खै यता हेर त बाबु मलाई हेर त किसिमै देख्यो नि आहा क्या राम्रो रहेछ गोजी है मिठो ल अहिले चाहिँ हामी ठ्याक्कै लौरी बिनाको उकालोमा छौँ होइन यस्तो रमणीय वातावरणको साथमा घाम पनि त्यस्तै मिठो लाग्यो यताको हिमालको दृश्य हेर्दै रमाउँदै अब उकालो लाग्दैछौँ उकालो डेन्जर छ यस्तै छ बाटो चाहिँ यस्तै छ रमाइलो भइरहेको अब बिस्तारै बस्दै त्यस्तो मरिमेटेर हिँडेको छैन हामी बिस्तारै आनन्दले चिलमा पुगिहालिन्छ भन्ने हिसाबले अब यस्तै छ अब धेरै लाग्दैन 1.5 घन्टामा त पुगिहाल्ला नि यतिखेर चाहिँ हामी बुद्ध विहार आइपुगेको छ होइन लौरी बिनाको उकालो सकेर अब चाहिँ लगभग 1300 रहेछ खै के भयो हिउँ छ जता छ अब 1300 भयो भने त धेरै टाइम लाग्दैन होला सकिन्छ मजाले यस्तो छ कन्डिसन बाटो चाहिँ जे होस् माथिसम्मै बनाएर चाहिँ खुसी लाग्यो हिउँ पग्लेर पानी सबै अघि त यस्तो गाह्रो भयो कि अब 1300 आयो ठिकै हुन्छ होला अब तालमा आइसकेको छौँ होइन अब म नुहाउनलाई रेडी भइसकेको छ सबिन मेरो पछि नुहाउँछ अब टक्क लाग्यो भिडियो हुन म जान्छु डर लागिरह ओम नमः शिवाय सिधा जान्छ तिर त्यही भने नुहाइवरिकन लुगासुगा लाएर तातो बनाएर आमामा जम्या जस्तो भयो हातेर म त अब सबिन जाँदैछ लजा उयो भयो ओम नमः शिवाय भन्दै जा न धेरै उता नजाए ताललाई झम डुब 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 हो भइहाल्छ जय हो शंकरा आदिदेव शंकरा तेरे जाप के बिना यतिखेर चाहिँ हामी नुहाइधुवाइ गरेर पूजासुजा सब गरेर रमाइलो गरेर फोटोसोटो खिचेर अब एक राउन्ड यो टक्क एक राउन्ड हानेर फेरि यहाँ निस्किने प्लानको साथमा हिँडिसकेको छौँ कस्तो जाडो हो आमामा खाने सिरिङ भइरहेको अहिले अनि अहिले घाम पनि गयो ल चिसो पानी चाहिँ हिउँ जस्तै क्या हिउँभरि पग्लेर आएको त्यहाँ र के बित्ति चिसो हो तर पनि डुबुल्की मारेको भ्याकुता उफ्रियो जसरी यो त राम्रोसँग उफ्रियो बरु यस्तो जग्गा थियो कि त्यही त है पानी छुनै डर लागेको थियो झन् डुब्न त कहाँ आएर झन् डुबियो बरु त्यही डर लागिरहेको थियो बिहानदेखिबाट झन् डुबुल्की मारेर पूजासुजा गरेर सबै हिँडे अब चाहिँ हामी गोसाइकुण्डलाई बाई बाई गर्दै आफ्नो गन्तव्य घरतर्फ लाग्दैछौँ यो चाहिँ हो भैरवकुण्ड अनि यो हाम्रो सबिन्दोस भइगयो अनि यो चाहिँ हाम्रो मेन टार्गेट गोसाइकुण्ड हो अघि हामी त्यहाँ पूजासुजा गरिहालेको थियो नि र अब टक्क यो उकालो उक्लिने सर अनि फेरि जाने जानै मन छैन यार यस्तो आनन्द आइरह
जाडो यस्तै भइरहेको टाउको दुखे पनि यहाँको पिसले यस्तो आनन्द आइरहेको के भन्नु यो राउन्ड हान्नलाई नै हामीलाई कम्तीमा नि आधा घन्टा त बढी लाग्यो है बढी लाग्यो क्या 40 मिनट लाग्यो कि यो एउटा यो ताल आमामामट अन्त कहाँबाट सक्नु अब जाने हो टक्क लाएर घर चार्ज पनि सकिन लाग्यो पावर ब्याङ्क सब गयो स्पिकरहरू सब भयो आउँदा त चिल गरिदिएको थियो अब सिधै धुन्चेमा गएर खानासाना खाएर भ्यायो भने आज घर जाने हो नत्र त्यतैको बास हुनसक्छ यतिखेर चाहिँ हामी राम्चे बजार आइपुगेछौँ 7 बजी हिँडेको अहिले ठ्याक्कै 8 बज्यो धुन्चेबाट 1 घन्टाको राइडपछि यस्तो छ हालत घनघोर जङ्गल अनि पानी नि पर्ला जस्तो भइरह अब डेन्जरै हो हामी अब उतै बस्ने सोच बनाएको फेरि होइन जाने भनेपछि जाने भनेर वहीँबाट प्लान बनाएपछि आउनै पर्यो हामीलाई जसरी एउटा केही छैन डरै लाग्दैन छ अलिअलि पानी चाहिँ नपरोस् अरू त केही हुँदैन जसरी नै पुगिन्छ 9-10 बजीतिर त कसो नपुगे लाएर ढिलाइ भयो पनि यही रफ्तारमा गयो भने त पुगिहाल्छ बाटो अब त ओके छ राम्रो छ अब बेत्रावती पुग्नै लाग्छ होला यार कम्तीमा नि 1.5 घन्टा त Thank you all for watching this here video.